आज ब्रिस्बेनमा भएको ब्रिस्बेन रोयर र वेलिङ्टन फिनिक्स बीचको खेल एकदमै थ्रिलिङ रह्यो। पुरा 90 मिनटको घम्साघम्सीपछि अन्त्यमा खेल निकै नै रोमाञ्चक मोडमा टुङ्गियो। सबैको नजर आज साबित र साम्बामा थियो। कोचले पनि साम्बालाई मैदानमा पठाउनु अघि ट्याक्टिकल सल्लाह दिँदै थिइन्। मैदानमा नेपाली सपोर्टर्सहरूको न्यानो उपस्थिति थियो। साना बच्चादेखि युथहरू सबै। कसैले नेपालको जर्सी लगाएर त कसैले क्रिएटिभ प्ले कार्ड्स बोकेर साम्बालाई सपोर्ट गरिरहेका थिए। यो दृश्य देखेर कमेन्टेटरहरू पनि दङ्ग परेका थिए। Nepal's all-time leading goal scorer. स्टार्टिङ 11को कुरा गर्दा निक्सकी क्याप्टेन सिजे बर्ड नि इन्जुरीका कारण आज लाइनअपमा थिएनन्। उनको अनुपस्थितिमा निक्सको डिफेन्स अलिक कमजोर देखिएको थियो। खेलको 14औं मिनेटमा निक्सकी डिफेन्डर एलियटले एकदमै टाढाबाट लङ रेन्ज प्रहार गर्दै एक सुन्दर गोल गरिन्। तर खुसी धेरै बेर टिक्न पाएन। गोल गरेको मात्रै 2 मिनेटमै निक्सले गोल खान पुग्यो। किपरले त्यो पोस्टमा अलि राम्रो गर्न सक्थिन्। खेलको 33औं मिनेटमा ब्रिस्बेनले फ्री किक पायो एन्ड गोलकिपरले अगाडि बढेर बल पन्च त गरिन्, तर रिबाउन्डमा पियाजाले बल सिधै टप कर्नरमा गएर जाले चुम्यो। यो एक एब्सोल्युट ब्याङ्गर थियो। खेलको 76औं मिनेटमा फिनिक्सले कर्नर पाएको थियो र ग्रेस जालीको हेडरलाई डिफेन्डरले गोल लाइनबाट क्लियर गरे, तर रिबाउन्डमा सबै दर्शकलाई नरमाइलो लाग्यो। साम्बाले गोल गर्न खोज्दा उनी रोयरकै गोलकिपरसँग नराम्रोसँग ठोकिन पुगिन्। वी होप यो सिरियस इन्जुरी नहोस् र आउँदो शनिबारको खेलमा हामी साम्बालाई फेरि मैदानमा देख्न पाऊँ। खेलको एक्स्ट्रा टाइम 97औं मिनेट फिनिक्स हार्ने स्थितिमा थियो, तर लुसियाले ब्रुकननलाई एक अन्तिम मौकाको लागि पास दिइन्। आर्सेनल वुमेन्स टिमबाट खेलेकी अनुभवी ब्रुकननले गोलकिपर नियर पोस्टभन्दा अलि टाढा भएको मौका छोपिन् र कर्नर लाइनबाटै असम्भव सटलाई गोलमा परिणत गरिदिइन्। यसरी ब्रुकननको त्यो सनसनीपूर्ण गोलको मद्दतले फिनिक्सले 1 पोइन्ट हात पार्यो र प्लेअफको रेसमा आफूलाई कायम राख्यो। वाट अ गेम।